इन्डिया सुप्रिम कोर्टका चिफ जस्टिस सूर्यकान्तले उहाँका युवाहरूलाई एउटा अदालतको हेयरिङमा कक्रोचसँग दाजेका थिए। उनले भनेका थिए इन्डियामा यस्तो कक्रोच जस्तो युवाहरू छन् जसको प्रोफेसनमा कुनै स्थान नै छैन र यस्ता युवाहरू कुनै सोशल मिडियामा एक्टिभिस्ट बन्छन् र अरूलाई आक्रमण गर्छन्। बेरोजगारको बिगी बिगी भएको इन्डियामा यो कुरा इन्डियाका युवाहरूलाई हजम भएन, जसले गर्दा युवाहरू आक्रोश भएर सोशल मिडियामा एकदमै चर्को आवाज उठाउन थाले। तर एकजना युएसमा बसेका 30 वर्षीय अभिजित दिप्कीले चाहिँ अब हामी बेरोजगार सबै कक्रोचहरू एकजुट हौं भनी कक्रोच जनता पार्टी नामको इन्स्टाग्राम अनि एक्समा गएर अकाउन्ट पनि खोले। यो जनता पार्टीको स्लोगन नै भोइस अफ द लेजी एन्ड अनइम्प्लोइड छ। कक्रोच जनता पार्टीको अकाउन्टमा मान्छेहरूले यति सपोर्ट गरेको छ कि 5-6 दिनमै 20 मिलियन भन्दा बढी फलोअर्स पुगिसकेको छ, जुन फलोअर्स बीजेपी पार्टीको भन्दा पनि बढी हो। र केही समय अगाडि इन्डियामा यसको एक्स अकाउन्टलाई विथल गरिएको थियो। यो रियल पार्टी नभए पनि सोर्स अनुसार यसको वेबसाइटमा 3.5 लाख भन्दा बढी मान्छेहरूले रजिस्टर गरिसकेको छन्। सूर्यकान्त, जसले गर्दा यो सब सुरु भयो, अहिले उनले बोली नै फेरेर बसेका छन्। अहिले उनले भन्छन् मैले इन्डियाका युवाहरूलाई कक्रोच भनेको होइन, जसले डुप्लिकेट डिग्री बनाएर बसेका छन्, मैले उनीहरूलाई मात्र भनेको हो। आक्रोशित भएर बसेका कक्रोच पार्टीका युवाहरूले यो कुरा सुन्नेवाला छैनन्। तपाईहरूलाई के लाग्छ कि इन्डियाका कक्रोच पार्टीका युवाहरूको जेनजी प्रोटेस्ट होला त? तर यसरी फ्रस्ट्रेटेड युवाहरू एकीकृत हुँदा जेनजी प्रोटेस्ट नहोला भन्न सकिँदैन। श्रीलङ्का, इन्डोनेसिया, बङ्गलादेश र नेपालमा जेनजी प्रोटेस्ट भयो होइन, त्यसै गरी इन्डियामा पनि होला त जेनजी प्रोटेस्ट? त्यसैले हेर्दै जाम, समयले बताइहाल्छ होइन। थ्याङ्क यू, बाइ बाइ।